भान्सामा दैनिक प्रयोग हुने प्याजमा पनि नेपाल परनिर्भर छ। सरकारी तथ्याङ्क अनुसार बजारमा बिक्री हुने मध्ये 90% प्याज बाहिरी मुलुकबाट आयात हुने गर्दछ। बढ्दो आयातलाई न्यूनीकरण गर्न प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ चितवनले प्याज खेती विस्तारलाई जोड दिइरहेको छ। व्यावसायिक प्याज खेतीका लागि यहाँका 22वटा कृषक सहकारी तथा समूहलाई तालिम प्रदान गरेर चितवन र मकवानपुरका केही पालिकामा कार्यक्रम सञ्चालन गरिरहेको छ। व्यावसायिक रूपमा तरकारी तथा फलफुल खेती गर्दै आएका भरतपुर महानगरपालिका 25 का किसान रत्नप्रसाद नेउपानेले पनि समूह मार्फत यस वर्ष प्याज लगाउनु भएको छ। विगतमा घरका लागि मात्र प्याज उत्पादन गर्दै आउनुभएका नेउपानेले यस वर्ष लगाएको प्याजले राम्रो उत्पादन दिइरहेको छ। खेती गरिन्थ्यो, थोरै मात्रामा गरिन्थ्यो। 10 दूरी 1 गट्ठामा गरिन्थ्यो आफ्नो घर खर्चको लागि र प्याज यो ठाउँमा राम्रै हुन्छ। मेरो त गर्ने त 3 बिघामा गर्ने लक्ष्य छ। यो विस्तार गर्ने यहाँको अहिलेको तालिमबाट केही ज्ञान आएको हुँदाखेरि लगाउन सकिन्छ भन्ने। परियोजनाले प्याज खेतीका लागि तालिम दिएपछि नेउपाने सहित यहाँका किसानले पहिलो पटक व्यावसायिक रूपमा प्याज खेती गरेका हुन्। सोही ठाउँका गोपीराम चौधरीले पनि पहिलो पटक व्यावसायिक रूपमा प्याज खेती गर्नु भएको छ। 1 बिघामा हाम्रो यो प्रधानमन्त्री कृषि आधुनिकीकरणबाट हाम्रो 1 बिघाको त्योमा चाहिँ हामीलाई छनौटमा राख्नु भएको छ उहाँहरू र विशेष गरेर प्रधानमन्त्री कृषि आधुनिकीकरण पनि प्रगति कृषक समूहको तर्फबाट पनि आभार र धन्यवाद पनि प्रकट गर्न चाहन्छु। यसरी नै चितवनका किसानले समूह र व्यक्तिगत गरी यस वर्ष तरकारी जोन क्षेत्रमा मात्र 10 हेक्टर क्षेत्रफलमा प्याज लगाएका छन्। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ चितवनले सो जमिनमा प्याज लगाउनका लागि किसानलाई तालिम सहित अनुदान समेत दिएको थियो। तरकारी जोन क्षेत्रमा परियोजनाले किसानलाई प्याज खेतीतर्फ आकर्षित गरेको हो। अहिले चाहिँ हाम्रो यो तरकारी जोन अन्तर्गत यहाँ हामीले प्याज प्रवर्धन कार्यक्रम हामीलाई चाहिँ आएको थियो र त्यसै अन्तर्गत चाहिँ हामीले यहाँ किसानहरूलाई सहयोग गरिरहेछौँ र हाल चाहिँ अहिले हामीले करिब 400 कट्ठामा चाहिँ व्यावसायिक प्याज खेतीको लागि कृषकहरूलाई त्यो सम्बन्धी उन्नत प्रविधिको तालिम विज्ञ प्रशिक्षकहरूबाट र उहाँहरूलाई चाहिँ त्यो प्याज खेतीको लागि उहाँहरूलाई आवश्यक सहयोग हामीले अनुदान सहयोग चाहिँ गरिरहेछौँ। प्याजको बिउ, त्यसलाई चाहिँ छापोको सामग्रीहरू, मलखाद, बाली संरक्षणका विधिहरू जस्तो कि रोग किरा नियन्त्रण, झारपात नियन्त्रण, यसको लागि चाहिँ हामीले हाल परियोजनाबाट विभिन्न सहयोग चाहिँ प्रदान गरिरहेछौँ। यसरी परियोजनाले किसानलाई प्याज खेतीमा आकर्षित गर्दै लगेपछि यहाँका किसानले उत्पादन पनि राम्रै लिएका छन्। लगाउनु चाहिँ थोरै घर खानलाई हामीले हरेक वर्ष लगानी गरिन्थ्यो र अहिले चाहिँ व्यावसायिक रूपमा गर्नलाई प्रधानमन्त्री आधुनिकीकरणबाट परियोजना यो कार्यक्रम सञ्चालन गर्नुभयो अनि त्यो कार्यक्रममा भाग लिएर अनि मैले आफ्नो उहाँबाट नै प्रेरणाको उसबाट लगाइयो। मैले चाहिँ 7 गट्ठामा हो लगाउनु चाहिँ लगभग यो 9 गट्ठा जति थियो। उत्पादन चाहिँ अब यो हामीले तौलेका छैनौँ, बेचेको पनि छैन, सबै स्टोर गरेर राखेको छ। अलिकति हाम्रो चाहिँ साइज अलिकति सानो छ। हामीले प्याज खेती लाउन त लागिन्थ्यो थोरै एउटा घर खर्चीको रूपमा चाहिँ यो 2-4 धुरमा लागिन्थ्यो। अहिले प्रधानमन्त्री जोन कार्यालय मार्फत यो चाहिँ यो प्रेरणा मिल्यो कि हामीलाई चाहिँ प्याज लाउनुपर्छ, यो प्याजले चाहिँ जो उन्नति पाउन सकिन्छ। उहाँकै प्रेरणाबाट अहिले हामीले 26 गट्ठामा यो सहकारीले 26 गट्ठामा प्याज लगाइएको छ। त्यही मध्येमा यो पनि एउटा सानो टुकुरी 8 गट्ठा छ। पृथक त हेरेर आइयो। किसानले उत्पादन राम्रो लिए पनि स्टोर गर्नमा भने अहिले समस्या छ। भण्डारण गर्नको निम्ति हामीलाई अलिकति आवश्यक छ। यो भण्डारण कसरी गर्ने, कुनै स्टोरमा राख्न मिल्दो रहेनछ, एकैचोटि चाहिँ मूल्य पाइँदैन कि भन्ने एउटा समस्या छ। यसलाई भण्डारण गर्ने तरिका र चाहिँ के कसरी चाहिँ यसलाई चाहिँ जोगाउन सकिन्छ। तर केही किसानले स्टोरका लागि नयाँ प्रविधि समेत अपनाएका छन्। अनलाइनमा हेरिराख्दाखेरि तब सबभन्दा लो कस्टमा प्याजलाई भेन्टिलेसन सिस्टममा स्टोरेज गर्नको लागि सबभन्दा यो खालको देखिएको भएको भएर हामीले चाहिँ यो प्रविधिबाट प्याजलाई चाहिँ स्टोर गरेको छ। यो चाहिँ हामीले चाहिँ स्टिलको जाली
लाई गोलो बनाएर बनाइएछ, जसमा माथिपट्टि एउटा पङ्खा हालेर ड्रायरको लागि दिउँसो घाम हुँदाखेरि मात्रै चलाउने, ह्युमिडिटी मेन्टेन गर्नलाई मात्रै। कृषि तथा पशुपन्छी विकास मन्त्रालयको 4 वर्ष अघिको रिपोर्ट अनुसार नेपालमा 2,89,000 टन प्याज उत्पादन भएको देखिन्छ। सोही वर्ष नेपालमा 4 अर्ब 96 करोडको 1,88,000 प्याज आयात भएको देखिन्छ। यो तथ्याङ्क गाउँघरका किसानले आफूलाई खान मात्र उत्पादन गरेको समेत हो। बजारमा बिक्री हुने प्याजमध्ये 90% आयातित नै रहेको छ। विगतमा तत्कालीन सरकारले मिसन प्याज भन्ने अभियान सञ्चालन गरेको थियो, तर त्यो त्यति सफल हुन सकेन। अहिले सरकारले प्याज उत्पादनमा वृद्धि गर्नका लागि अनुदानका कार्यक्रम सञ्चालनमा ल्याउनु नेपालको अर्थतन्त्रका लागि राम्रो रहेको कृषि विज्ञको भनाइ छ। लसुन र प्याजको चाहिँ आत्मनिर्भरताको कार्यक्रम चाहिँ अगाडि सारेको छ। प्याज खेती गर्ने किसानहरूलाई प्रोत्साहन दिने लगायतका कार्यक्रमहरू चाहिँ अहिले यो आर्थिक वर्षदेखि सञ्चालन गर्नको लागि चाहिँ अगाडि बढाएको छ। आजकल प्याज बिना प्राय भान्सा अपुरो हुने स्थिति आइसकेको छ, जसका कारण प्याजको खपत पछिल्ला वर्षहरूमा बढ्दै गएको पाइन्छ। आयातलाई कम गर्नका लागि परियोजना मार्फत प्याज खेती कार्यक्रम सञ्चालन गरिएको हो। परियोजना सञ्चालन भएको क्षेत्रमा प्रति हेक्टर 13.4 टन प्याज उत्पादन समेत गरिएको छ। परियोजनाले प्याज प्रवर्धन कार्यक्रम सञ्चालन गरेपछि आयात प्रतिस्थापन गर्न केही सहयोग पुग्ने अपेक्षा लिएको छ। अहिले त अब हामीले सुरुमा काम गर्दाखेरि कृषकहरूलाई यो प्याज खेती सम्बन्धी चाहिँ तालिम दियौँ, स्थलगत तालिम नै दियौँ। त्यहीँ चाहिँ प्याज लगाउन सिकाउने र यसका विभिन्न प्रविधिहरूको बारेमा जानकारी दिइसकेपछि कृषकहरूसँग कसले कति क्षेत्रफलमा लगाउँछ त्यो अनुसारको प्रस्ताव मागेर एग्रिमेन्ट गऱ्यौँ। एग्रिमेन्ट गरिसकेपछि उहाँहरूलाई एग्रिमेन्ट अनुसारको सहजीकरण चाहिँ हामीले गऱ्यौँ र किसानले चाहिँ प्याज त्यसपछि लगाउनु भयो। र जति पनि चाहिँ किसानहरूले प्याज लगाउनु भएको छ, प्रायः सबैजसो किसानहरू यो व्यावसायिक प्याज खेती नगर्ने नयाँ किसानहरू हुनुहुन्थ्यो र उत्पादनको दृष्टिकोणले भन्दाखेरि प्याज उत्पादन चाहिँ राम्रो हो। किसानहरूले चाहिँ सकारात्मक रूपमा लिनुभएको छ उत्पादनको कुरोलाई, होइन। करिब चाहिँ चितवनमा भीमफेदी र थाहामा गरेर चाहिँ 3.6 हेक्टरमा लगाइएको थियो भने 6.4 हेक्टरमा चाहिँ यो चितवनमा चाहिँ लगाइएको थियो। र यो पहिलो पटक चाहिँ प्याज खेती व्यावसायिक रूपमा परियोजनाको सहयोगमा चाहिँ भएको थियो र उत्पादन चाहिँ राम्रो आयो। करिब चाहिँ 134 मेट्रिक टन चाहिँ उत्पादन भयो र अब किसानहरूले अनुभव पनि लिनुभयो, उत्पादन गर्न सकिँदो रहेछ, प्याज चाहिँ उत्पादन हुँदो रहेछ, चितवनमा हामीले गर्न सकिँदो रहेछ, चितवनमा मकनपुरमा उत्पादन गर्न सकिने रहेछ भन्ने चाहिँ विषय चाहिँ किसानहरूलाई चाहिँ थाहा भयो। नेपालमा 13,000 हेक्टरमा प्याज खेती हुन्छ। यतिखेर 13.4 टन प्रति हेक्टर किसानले उत्पादन गरिरहेका छन्। उत्पादन गरेको प्याज स्टोरेज गर्ने ठाउँ नहुँदा केही नष्ट गर्नु परेको छ। आगामी दिनमा किसानलाई स्टोरेजका लागि सहयोग गर्न सकेमा किसानहरू प्याजको उत्पादन गर्नतर्फ अग्रसर हुने देखिन्छ।